सुन लगाएर त्यहाँ पनि ए अहिले म त फेरि उयो गर्छु न खाएको त कस्तो हो भाँडै रुँगेर खाँदै हुन्छ है यहाँ चाहिँ तीनजनाले चाहिँ वेलकम टु माई न्यू डे न्यू भ्लग है। अनि आज चाहिँ म रकमहरूकोमा जाँदै गरेको विसनहरूकोमा त्यसको रकमको नानीको भात खुवाउने के पास्ने अरे आज मासु खान जाँदै गरेको बिहानै। अहिले चाहिँ लगभग 10:30 भयो होला। यतिखेर मात्र उठेँ म राति ढिलो सुताइ भएर। अनि केटाहरूले पनि फोन गरेर बोलाउँदै थियो घाम टिलिक्क लाग्यो के को पैसा अनि अब त्यहाँ जान्छु काम पनि सघाउनु पर्ने होला एकछिन। अनि के हो अनि तार फेरि जोड्नु पर्यो नि त नि अर्को। अहिले चाहिँ म हिँड्दै गरेको केटाहरू त्यहीँ छ होला। अनि राजले पनि उयो गरिरहेको थियो म्यासेज कल्टिङले पनि फोन गरिरहेको थियो। ए गर्मी भयो त हौ फेरि खालो त्यसमा त घाम त लागेको छैन तर पनि उप्प भइरहेछ निद्रा पनि मजाले पुगेको छैन मेरो। अनि अहिले चाहिँ म हिँड्दैछु है केटाहरू बसिरहेको होला त्यही घाँटी हल्का दुखिरहेको फेरि त्यहाँ फेरि कुखुराको मासु मात्र होला रुगा लागिरहेछ ज्याउ हुन्छ फेरि। यस्तै छ यता चाहिँ गाउँको उयो चाहिँ मकैबारी हाम्रो चाहिँ यता हो। यता हामी चाहिँ गर्दैन खासै आँखेहरूले रोपेको होला है भर्खर यता यत्रो भइसक्यो यता भर्खर छ यत्रो यो त घाँसको लागि रोप्नु भएको होला सायद। अनि त्यहाँ जान्छु आँखा पनि रातो रातो भइरहेछ निन्द्रा पुगेको छैन गर्मी भयो त हो चिलमा जाने हो मासु भात खाने हो अनि घर आउने हो फेरि सुत्दिने पो हो। केटाहरू चाहिँ त्यहाँ पर छ है मलाई भोक लागिरहेछ नि त अनि ओ सेट भयो नि त अनि कुसाङहरू यहाँ खेल्दैछ सेट उयो मात्र छ यहाँ छ रकमको घर चाहिँ है। मलाई भोक लागिरहेछ नि त कस्तो हानिदिनु पऱ्यो भनेको त्यहाँ मासु कहाँ त्यहाँ अनि खाने टाइम नै भएको छैन अरे। अनि के गीदियो हाम्रो राजजना चाहिँ तीनजना मासु भात खानु जाने हो रकमकोमा होइन। रकमलाई पनि बोलाउनु पर्छ है क्या लाइभमा भिडियो कलमा। खोइ हाम्रो टार्स चाहिँ त्यहीँ तल हो ए टक्कै भएको रहेछ है। हामीलाई अघि अर्डर आइसकेको छ खानाको सट्ट भात खाने हो। निन्द्रै पुगेको छैन आँखै रातो रातो भइरहेको छ फेरि कति भइरहेछ खोइ 1 साढे 1 कति भएको घाम नै चलेन नि त। हामी रकम दादाकोमा है सट्ट बसेर दिइहाल्ने हो झ्याम्की खाइहाल्ने हो बोहरू ग्याङमा बसेर। कुक चाहिँ ऊ हो ठिकै भयो त सजिलो अनि किन मुस्नु तातै नमुसी खाने हो। के भएछ राम्रो भएछ भएको त तातै नमुसी खाने अनि ए 2जना हो कुक
मामा पिरो न पिरो होला नि बुढाहरू लुर्के बिहानै आएको रहेछ ढेँडो जस्तै यसो यसो गर्ने खप्पा हाल्यो खलाप्पै बनाइहाल्ने खै भात दामी भयो हामी रेडी है मेरो चाहिँ यस्तो छ ओइ मेरो त के हो नि कडा देखिन्छ त अनि राजको यता मेरो यहाँ राम्रो हो यो भात रकमकोमा ढेँडो हो मेडिन चाहिँ मेरो है राम्रो हुँदा अब झ्याम्की झ्याम हाल्ने हो यो निल्नु पर्दैन ल ए चपाउनु पर्दैन खुमेक्टा फोर्बो भन्दैछ पुर्छु होला त्यो चपाउनु नपर्ने खालको है यो भात पट्ट मुखमा आउने फ्लाप्पै खाइहाल्ने पर्दा फेरि आमा हेर्नु नि अरे यो भान्जीहरू चाहिँ नयाँ लुगा देखाउनको लागि टक्क आएको है फेरि काम सघाउनु आएर उता एकजना फेरि त्यहाँ माथि नयाँ लुगामा ढेँडो खानु आएको नि सुनै सुन लगाएर त्यहाँ पनि बैठकामा डाइटिङ एक तोलाको कानमा है पुरै तर अलिक धेरै टल्किँदो रहेछ उहाँ चाहिँ डाइटिङमा हुनुहुन्छ तर त्यो अघि चाहिँ ट्याप्पै थियो बुटुकामा त्यसलाई बुटुका भन्दा नि यसलाई भाँडा हो त्यो आरी हो तर भाँडामा एक थियो अहिले चाहिँ सकिसक्यो है भाँडै रुँगेर खाँदै हुन्छ है यो चाहिँ तिनजनाले चाहिँ भाँडै रुँगेर खावा खाने जन्मेकाहरू फ्रीमा पाएर अन्न खाइयो निस्क्यो यतिर चकचकेहरूमा अब एकछिनमा आउनु पर्यो पछाडि त तल रहेछ त के गर्नु पनि टन्न खायो अब एकछिनमा आउने हो मान्छे आएपछि है अगाडि हो अब एकछिन ढल्किने हो हामी कटिङकोमा जाँदै गरेको हामी चाहिँ यहाँ रेस्ट गरिरहेको थियौँ है अब मेरो भ्लगमा चाहिँ हामी मासु पकाउनु पर्ने भयो सब्जी हाम्रो राजदादाले केही शब्द जाओस् न त हामी कहाँ जाँदै गरेको अरे होइन केही शब्द जाओस् न त मासु जाने टक्क पकाउने हामी कहाँ जाँदै गरेको होइन त्यहाँ पास्नीमा कसको हो हाम्रो रकम डोङको तामाङको हामीलाई बागेको बाबे टक्क है हामी चाहिँ रकमकोमा जाँदै गरेको तिमी स्पेसल कुक हुनु पर्यो त्यहाँनिर सब्जी सक्यो बनाउनेमा उसले बाहिर बनाउने कटिङले कटिङ हान्ने म कुक हो हाम्रो कटिङ चाहिँ खोइ कता आएको छैन पछाडि छ अघि नै शङ्खामा लाग्दै थियो ए त्यो अघि बिहानै हेर्दा यति थियो नि अब के गर्नु काका छैन काका गोल खेल्नु गइरहेको छ यता भतिजको पुरै यहाँ भात खुवाउने भएर यता भन्दा पनि अघि तिनजना वरिपरि बसेर खानेहरूले चाहिँ सकाएको होला तिम्रो आइफोनले फोटो हान्दै छ गएर होइन यसमा राम्रो आउँछ क्या लो लाइटमा अनि भात खुवाउनु भइसक्यो है अब हाम्रो फोटोग्राफर चाहिँ यहाँ हो
काका चाहिँ गोल खेल्नु पुगिरहेछ माथि कहाँ शङ्खसभा कता नजिकबाट हो खोइ ल्याउ त आए झरीले दुईचोटि खाएर हो अब चाहिँ निस्किएको म यहाँदेखि होइन मेरो अघि चार्ज पनि थिएन र यहाँ चार्जमा छोडिदिइरहेको थिएँ पछाडि माथि लाग्नु होला आज धुम्म भइरहेछ माथि है शीतलै छ तर पनि त्यहाँ पर पौडी खेल्ने ठाउँ छ अरे कि सोल्टी खोला है क्या अनि त्यहाँ जान आँटेको मलाई यहाँ अल्छी पनि लाग्यो सब उयो भइसक्यो केटाहरू कुखुरा सुखुरा काटेर होला कटिङ त अब सब्जी पकाउनु पर्ने होला अनि म जान्छु हेरिरहेको छु पौडी खेल्ने ठाउँ कस्तो छ मासु पकाउने चाहिँ यति छ है तर त्यहाँ मान्छे चाहिँ हेरौँ न पकाउनेको लाइनको त त्यही त मलाई चाहिँ अल्छी लाग्यो अनि म निस्किदिनु पर्यो अब खोल्टा उतिर पकाउँदैछ है आज खतरा कुक अघि भात पनि दामी बनाएको थियो जानु पर्यो अल्छी लाग्यो यो चाहिँ स्पेसल है अनार पनि अब अहिले चाहिँ यहाँ रकमकोदेखि हामी निस्किनु लागेको अब नानीको पासे छैन त्यो कुखुरा सुखुरा फेरि बनायो काट्यो हऱ्यो अनि अब त्यो निस्केको यहाँदेखि खोल्टा त्यहाँ खोल्टामा के पौडी के छ अरे अनि त्यहाँ हेर्न जानु पर्ला है टिकटक बनिँदैछ पुरै आज चाहिँ पौडी खेल्दा चाहिँ जानु खोजेको चुलाचुली जानु खोजेको थियो मेन त सुवेन्दा पनि हुनु भएन अनि यहाँ पनि काम थियो अनि 4 नै बजिसक्यो अहिले त 1 बजेतिर जानु फेरि यस्तो धुम्म पनि भयो क्या त्यही भएर अलिक बिग्रिनु लाग्यो अनि अहिले चाहिँ त्यहाँ खोल्टामा पौडी खेल्ने ठाउँ छ अरे त्यो हेर्नु जाँदै गरेको आज त खेलिँदैन गहिरो छ भने त पानी धमिलो थियो भने चाहिँ फेरि खेलिन्न है अगाडि चाहिँ हाम्रो कटिङ र रात अब चाहिँ जाँदै गरेको ठिक छ दादा ठिक छ कहिले टिकटक हान्दैछ पुरै रातको चाहिँ टिकटकमा आउँछ होइन अब यो चाहिँ सिटीले चोक है पहिलाको फेमस चोक अहिले चाहिँ खासै सुनसान छ 4 पो बज्न आँटिसकेको छ त पुरै ट्रेनिङ हुँदैछ ओइ टन्नै रहेछ त अल्छी लागेको होला अहिले फर्केर आउँदाखेरि चाहिँ हेर्नु पर्ला अहिले सिधा उता जाउँ होला अब चाहिँ गर्ने हो क्या यहाँ क्या भाइ खोल्टा 0 किलोमिटर चोक अनि यहाँदेखि उता डेल्टा लगभग त्यस पछाडि उता चाहिँ अनि त्यो रातो माटो उयोहरू पनि छ त्यहाँ चाहिँ त्यो पुल बनाउँदैछ र त्यहाँ खनेको होला माटो खन्नु यता कता खाल्टो छ यता पुलिसहरू ए यहाँ यता हो खाल्टो यहाँ तल पनि छ खाडी चाहिँ के अरे रात पछाडिबाट त कडा देखिन्छ त यार छम्मा हुँदै देखिन्छ त यार क्याप हुनुपर्छ है टोपी अस्तिको पछाडिबाट त यो चाहिँ सोल्टी खोला के पो यही हो सोल्टी खोला चाहिँ आज त जाडो छ है त्यो छैन अब यहाँ पारी हो यहीँ हो नि सोल्टी खोला त यही हो त यो खोलादेखि डाइरेक्ट उता तल निस्किन्छ होला धान खेतीतिर निस्किनु पर्यो भने पनि धान खेती पारी उता पनि निस्किन्छ त्यो सोल्टी खोला त साथी होइन पुल चाहिँ बनाउँदै गरेको कहाँ हो खास गरी यता त है यहाँ माथि रहेछ पुल बनाउँदै गरेको
यो चाहिँ पूर्व पश्चिम रेलको लागि उयो होला माउ भनेर निकालेको रहेछ कि ए मैला छ आएको पानी छैन बगेको Randy các bạn rất lâu đấy không यो त त्यस्तो गएर छैन होला हौ यो त होइन होला यो भने त लामो छ त अनि यो त त्यही हो यस्तो पो रहेछ त हेरौँ न पानीको हालत एक्सप्लोरेसन भन्ने श्रीहरिले अब फर्किन हाल्नु पऱ्यो हारे गएर एकछिनमै हाल्ने हो एक्सप्लोरेसन भन्छ रियालिटी भइदिएको नि औरायो औरा भयो मनिष भाइले त गहिरो चाहिँ छ भन्दै त पानी नै छैन रहेछ खोलामा लास्टमा अनि अब चाहिँ हामी फर्केको बरु ढाँडीमा एकछिन रमिता हेरेर चाहिँ साकेलाई सिक्दै गरेको है त्यहाँदेखि गइन्छ भोलिको लागि प्र्याक्टिस भएको होला किनलाई भोलिको लागि लालमाटी छ भोलि अहिले चाहिँ हामी ढाडे आइपुग्यो होइन ढाडे आइपुग्यो अब एकछिन बसिन्छ होला या अनि त्यसबाट जान्छ को हो उडेर आयो त भा भोलिको लागि पुरै ट्रेनिङ हुँदैछ यो चाहिँ अहिले चाहिँ यहाँ आइपुग्यो म होइन अहिले चाहिँ घाम लाग्नु थाल्यो त्यो पौडी भएको चाहिँ खेलिन्थ्यो होला है राजहरू यहाँ छ एक्सपेक्टेसन भएपछि रियालिटी भयो त्यो भोलि उयसको लागि होला आज तर म तल जानु पऱ्यो यार सायद भयो भने मेरो क्यामेरा लिएर आउनु पर्ने छ भोलि त चाहिन्छ है आज चाहिँ अब खासै चाहिँदैन दाइहरू पनि आउँदै हुन्छ मान्छे त टन्नै रहेछ त यही ग्रुप अब एकछिन हेर्ने हो यहाँ अनि त्यहाँदेखि जाने हो अहिले चाहिँ घाम लाग्नु थाल्यो फेरि मौसम भतिले फोन गर्दैछ मलाई पुरै प्लिज Saraka, whatever. Please, I want to reach 1 million likes. So please, Sarapakara. Okay, thank you.